ए तेरो यो दिनेशको छोरा हो दिनेशको छोरा हो ए दिनेशको राख कान्छ म ए पुरो भिडियो बनाएको ब्लगर ब्लगर म यहाँ थिएँ गाउँमै हिँडाएको आज फरि झला तास खेलौँ भनेको त कोही नै थियो यहाँ भातीबाट बारी खन्न गयो अब पार्सिङ बाख्रा लिएर गइसक्यो गिरदार भयो अब कपडा धुँदै ब्लगर हो के खायो त नि आदर्श गुरुङ ब्लगर्स वान आदर्श गुरुङ ब्लगर्स वान के अरे आदर्श गुरुङ ब्लगर्स वान ब्लगर्स वान हो कति छ भने सब्सक्राइब अहिले 10K अहिले 7K पुग्यो हिजो 7K पुग्यो कि हिजो 72 7K 7K तेरो भ्लगको 7K छ दसैँदेखि सुरु गरेको हो कि यही दसैँबाट राम मजासँग त्यही गीतै लाग्ने हो ल 7K पुगेको थ्याङ्क यू दिनेशको छोरो यत्रो भएर भोलिपर्सि हामी पनि पुग्नु पऱ्यो तिमीहरू बहिनी नि पाएको छ भाइ हो भाइ हो कहाँ भोलिको त छोरी निस्किँदैन नि छोरा मात्रै जान्छ हो के हेर्न प्रायः हेर्छ छोरै मात्रै झार्छ होइन बहिनी पाएर ठिक हुन्छ तपाईँ है ए भाइ पायो गाडीमा आएको होइन बिहान आएको मात्र यो जडीबुडी खान नभएर सास उसको लास्टो भएर ठिक हो होला नि त होइन घरै दियो मैले बनाएर खाएको त्यही लिएर आएको अलिकति खाना त पऱ्यो पोखरामा किनेर खान सकिन्छ बाबु यो रारा झोला लडिन्छ फुस्किन्छ 7K पुग्यो अरे 7,000 जान छ अरे अर्को त्यत्रो है राम्रो गर्छ 32 भएपछि स्यालेरी आउँछ 32K पुगिसके पैसा आउँछ कस्तो कुरो गर्छ र 101K मै आउँछ नि पैसा मोनिटाइज हुनु परेन मोनिटाइज कसरी हुन्छ त भिडियो हाल्नु पऱ्यो नि त अनि अस्ति नै के अरे त्यो आन्दोलन आमामा झोला पनि यस्तो ए 400 हो के काकाले दरो भरिदियो होला नि त झोलामा 200 दियो जम्मा 200 भरेको 200 भाडै दियो जम्मा 200 दिएको काकाले राम्रो धनी होइन 200 दियो बाबालाई 200 दिएछ भएन अहिले एउटा यस्तो छ बाबु ठुलो बसी कस्तो हुने होला अहिलेबाट भ्लग र सलग गर्ने ठुलो बसी सबै खतरा राम गरेर झुरुकी बनाउँछ किन भयो भने थाहै भएको छैन थाहै भयो होला नि नाम निकालेर लक्ष्मी मजाक पढाउँछ दुईजना बुढाबुढी थाहै भयो यहाँ माटोमाथि रहेछ एउटा बुढो घर रहेछ भयो गुरुबा यता हेर्नुहोस् फुच्चे भाइले भ्लग बनाउने रे एउटा फुच्चे भाइले पुरा भ्लग बनाउने हेर्नु अन गरेको क्यामेरा मान्छेभन्दा ठुलो हेर्नु दामी रहेछ फेरि यो पनि अगाडि जान्छु म बस्दै एकचोटि
Espalato magi, kalau besar lagi. Espalato magi, 18 वर्ष लागि. तुलसीपुरमा तुमहरू देखि लागि.
28 हिजो 28 Τώρα και όλο. यो हिउँदा पनि गए बर्खा पनि गए जहिले भन्छ बर्खा बर्खा कति बनियो सधैँ सोध्नु लाग्दैन के हो अहिले मैले भालु चिस्काएँ नि त लक्षण त राम्रो भएन नि त
मनमा माया छ भने फर्के हो मनमा माया छ भने फर्के हो किन हुने बसेर फर्केको गयो जुबाना किमा तिम्रै हो बना कि मायाले हो बना किमा तिम्रै हो बना कि मायाले हो बना सुत्ती मार्दै मार्दै गयो जमाना 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 खाली सदा बता भाइ बता घटना घरको भयो जुमाना किमा तिम्रै हो भना कि मायाले हो भना किमा तिम्रै हो भना कि मायाले हो भना हेर्दै हेर्दै भयो जमाना हेर्दै हेर्दै भयो जमाना कसलाई पानी बोका
यही मेरो होइन बाली अब त मदेखि टाढा हुन्नौ नि के को होइन राधा कृष्ण जस्तो
तिम्रो जति माया कलरमा किन होला कसै किन होला कसैको बेसना डिजिटल प्रस्तुत गर्दछ बगी पनि दुई खोली दुईतिर जन्मिता छ जति दुईतिर दुई दुना छ अक्कली मायाको झको बारम्बार दुई खोली दुईतिर जन्मिता छ जति दुई दुना छ अक्कली मायाको झको बारम्बार अरूले छन्तरा छोरी दियो तिमीले अन्तरा दुई दुना छ पानी खाई उठेर गगटी दुई दुना छ अक्कली मायाको झल्को भरम बल्ल आज लाग्छ
तिमीले पुरै अन्टीको भिडियो मात्रै निकाल्ने हो कि आज यति मात्रै फर्का हानी गाउँमा छ बाहिरको दृश्य देखियो ब्लग बनाउने अरे यस्तो बाबा यस्तो टाढो अहिलेबाट ब्लग बनाउने कतिजना फलोवर्स चाहिँ छन् अरे कति हजार अलि राम्रै रे तरुनी सरुनी भयो नि कोही लाइक गर्यो होला भन्ने अस्ति आउँदाखेरि यहाँ टायर पङ्चर थियो कि त्यहाँ गएर बनायो पञ्चर अस्ति एक्जाम सिद्धिने बेलामै आएको हो कि बाटो बनाउँदै हो त्यस्तै हो
रामबजार बोल्ला